ल है गाइजहरू, युट्युब च्यानलमा फेरि हजुरलाई स्वागत छ। म अहिले चाहिँ नि यो कपन गुम्बाको छेउबाट देखिएको नागार्जुन डाँडाको टुप्पोदेखि लिएर चाहिँ नि उता किर्तिपुर माथिको रेन्ज सबै खिचिरहेको छु हजुरलाई। मेरो युट्युब च्यानलमा यो कैद गरेको छु, हजुरले हेरिदिनु होला, मन पराइदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। कपन गुम्बाको कम्पाउन्ड यतातिर होइन भयो, अब माथितिर नजाउँ भाइ। कपन गुम्बाको कम्पाउन्ड अब यो भित्र जानु पाइँदैन रे, त्यसो भएकोले अब चाहिँ बाहिरबाट यसको चाहिँ नि दृश्य चाहिँ बाहिरैबाट खिचेर चाहिँ नि फर्किने विचार गरेका छौँ। हाम्रो देवान भाइ है, मेरो श्रीमती ल भाइ, आज हाम्रो देवान भाइको चाहिँ नि घरमा आएर चाहिँ अनि भलाकुसारी धेरै बेर गरियो। त्यसपछि अब फर्कने क्रममा चाहिँ एकचोटि भाइको पनि फोटो भिडियो लिउँ भनेर अब हामी फर्कने पक्षमा छौँ। बिस्तारै अब दिन पनि ढल्दै गएको छ, त्यसो भएकोले हामी फर्किने गएको छ है गाइजहरू। ल यो किर्तिपुरभन्दा माथिको रेन्जहरू अलिकति कुहिरोले ढाकेकोले के अरे कैद गर्न सकिएन। चाहिँ नि नागार्जुन डाँडाको टुप्पो भने पुरै एकदमै चाहिँ राम्रोसँगले देखेको अवस्था छ। ल है गाइजहरू, नागार्जुन डाँडाको टुप्पो यस्तो देख्दैछ कमानबाट। हजुर ल जाउँ भाइ। भाइ फिर्ने कि नत्र हामी जान्छौँ? फिर्नु दुःख पाउँछ फेरि तपाईँ। ए तल्लो बाटो फिर्ने? ल ठिक छ, गफ गर्दै गर्दै जाउँ त त्यसो भए। यसो ल कपन गुम्बाको ठिक छ, हुन्छ त्यो अब अर्ने। ल अहिले चाहिँ भाइको घरबाट छिटो निस्केर कपन गुम्बाको मन्दिरको रोडमा चाहिँ एकदमै हिँडिरहेको छ हामी। एकदम सुन्दर छ। एकदमै चाहिँ नि रमाइलो भयो, भेटघाट भयो। भाइसँग धेरै दिन भयो भेटघाट नभएको। हामी त पहिल्यै पिरेनहरू हुँदैछ। ल अब यता आउँछ यहाँ कैद गर्न सकिहाल्छ नि। हामी त भाइसँग चाहिँ नि पहिला बच्चैदेखिको साथी हो हामी। उता पो गयो धेरै दिन भयो नभेटेको भाइसँग। आज चाहिँ भेट गरेर एकदम धेरै बेर रमाइलोसँगले भलाकुसारी गरियो, खाइयो, पियो। अब त्यसपछि हामी चाहिँ नि अब आफ्नो गन्तव्यतर्फ लाग्दैछौँ है गाइजहरू। ल काठमाडौँको चाहिँ नि घरहरूको चाहिँ नि बग्रेलती घरहरूको सिनहरू पनि देखाउँदै हजुरलाई मेरो चाहिँ नि युट्युब च्यानल मार्फत हजुरलाई पनि काठमाडौँ घुमाउने प्रयासमा छु म। हेर्नुहोला हजुरहरूले मन पराइदिनु होला। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला हेरेर। ल हेर्नुहोस् त गाइजहरू, आमा काठमाडौँको घरहरू त बग्रेलती पुरा ठुला साना घरहरू पुरा जताततै। अरूभन्दा नागार्जुन डाँडाको टुप्पो चाहिँ एकदमै चाहिँ यहाँबाट स्पष्टसँग राम्रोसँग देखिने रहेछ। अब चाहिँ नि के भन्छ, उता किर्तिपुरको चाहिँ माथिको रेन्ज चाहिँ अलिकति कुहिरोले बादलले ढाकेको कारण खासै राम्रो देखिएन। गाइजहरू ल कपन गुम्बाको चाहिँ नि कम्पाउन्ड, त्यसमाथिको सल्लाहकारीहरू कति चाहिँ नि
मनमोहक सुन्दर छ चाहिँ प्राकृतिक भनेको यस्तो हुन्छ यी गाइजहरू प्राकृतिक आफै चाहिँ आफैमा यति सुन्दर हुन्छ प्रकृतिलाई मन नपराउने मान्छेहरूको कमाइ हुन्छ होला त्यसमध्ये पनि म त अति नै प्राकृतिक प्रेमी भएकोले यस्तो वन जङ्गल डाँडाकाँडा पाखा पखेराहरूमा अति नै मलाई मनपर्छ रमाउँछु त्यसै भएकोले यस्तो पाखा पखेराहरू वन जङ्गलहरू देख्ने बित्तिकै सम्भव भएसम्म आफ्नो चाहिँ नि मोबाइलमा कैद गर्ने गरेको छु ले हेर्नुहोस् त कति राम्रो आहा जङ्गलहरू ल हाम्रो देवान भाइ र फल्दैछ एभोकाडोको फल्ने सिजन एभोकाडो काठमाडौँमा अहिले जताततै जहाँ पनि एभोकाडो देख्न पाइन्छ एभोकाडो पनि एकदमै चाहिँ नि यो हुन त लोकल होइन यो चाहिँ नि यहाँको स्थानीय होइन यो आयातित चाहिँ नि एउटा फल हो एभोकाडो त्यसै भएकोले अहिले यहाँ चाहिँ काठमाडौँमा सबैले जताततै आफ्नो घर कम्पाउन्ड हुनेहरूले रोपेको हुन्छ एभोकाडो एकदमै यो यसमा भिटामिन पनि हुने भएकोले राम्रो फल मानिन्छ यो अहिले एकदमै चाहिँ राम्रो मूल्यमा बिक्री हुने फलमध्येको यो पनि एउटा फल हो चाहिँ नि तर यो आयातित फल हो यो चाहिँ नि यहाँ काठमाडौँ नेपालमा खासै पाइँदैन थियो पहिला यो विदेशबाट यो अफ्रिकी मुलुकहरूबाट खासै यो आयातित भएको हुनुपर्छ नयाँ किसिमको वनस्पति फल हो यो एभोकाडो पनि ल कफन गुम्बा जाने बाटो यहाँबाट माथि रहेछ कफन गुम्बाको कम्पाउन्ड यस्तो राम्रो देखिन्छ कि यहाँबाट गाइजहरू आज अलिकति फुर्सद निकालेर घुम्नकै लागि विशेष गरेर हाम्रो देवान भाइको चाहिँ नि घरमा भेटघाटको लागि आइया थियो त्यसैले आज आएर यहाँबाट ल सबै हुन्छ काठमाडौँमा सबै हुन्छ केरा मात्र होइन अरे काठमाडौँमा चाहिँ नहुने भनेको चाहिँ नि वनस्पतिहरू धेरै कम हुन्छ यहाँ उत्तिसको रुख पनि रहेछ उत्तिस भन्ने चाहिँ ल यस्तो हुन्छ है गाईहरू यो उत्तिसको रुख ल हेर्नुहोस् त उत्तिसको ग्राम शिक्षा मन्दिर उच्च माध्यमिक विद्यालय हो चाहिँ परिसर रहेछ यहाँ गाईहरू कफनतिरको आज हाम्रो घुमाइ एकदमै चाहिँ नि फलदायी एकदमै चाहिँ नि रमाइलो एकदमै चाहिँ नि सुखदायी भयो आज फेरि बिहान त करिब करिब मौसम खराब भएको अवस्था थियो अहिले त मौसम पनि एकदमै खुलेर आएको छ त्यसो भएकोले एकदमै चाहिँ नि राम्रोसँगले घुमफिर गर्ने चाहिँ नि वातावरण मिलेको छ हाम्रो ल यहाँ एउटा मन्दिर पनि रहेछ हेर्नुहोस् त पुरा यस्तो भएकोले वातावरण पनि छैन आज एकदमै रमाइलो घाम लागेछ रमाइलो भयो रमाइलो आज नछाउ कहाँ खसेको ल कोदो भन्ने चिज चाहिँ यस्तो हुन्छ है यहाँ बिस्कुन यहाँ लगाएर छ घाम
सुकाएर छ। यो पनि देख्न पाइयो। यता चाहिने गाउँघरको चाहिने एकदमै झझल्को आयो। गाउँघरको याद चाहिने दिलायो। यहाँ कोदो सुकाएको हेरेर साह्रै रमाइलो पो लाग्यो त। ए गाडी जाँदै रहेछ ममता, गाडी त्यो जान लागेको रहेछ। त्यही हो ल, यहीमा जाने हामी। हेलो 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 ल गाइजहरू, अब मेरो भिडियो अहिले यतिमा बन्द गरेँ। फेरि अर्को भिडियोमा गरौँ। हाई हेलो।